यो हैन एनसीएल को हैन चाहिँ एनसीएलले हैन अब कति जति पाए हैन जति कर तिरेको छैन हैन। अनि अब एनसीएल को जस्तो अरू समस्त कम्पनीहरूले नेपालको हैन कति कर तिरेको छैन हैन। अनि म यो घोषणा गर्छु कि हैन चाहिँ अब तिनीहरू सरकारी हुनुपर्छ हो। अनि तिनीहरूलाई अनि अब कति हैन हिसाब किताब गरेर कति चाहिँ अब दिँदा हुन्छ हैन चाहिँ हैन अब रकम हैन अब तिनीहरूलाई दिनु पर्छ कि के गर्नुपर्छ हो। त्यो सबै चाहिँ नि अब पैसा दिने हो कि हो नदिने हो कि हैन। अनि पैसा दिनुपर्छ कति अब उनीहरूले सुरुमा हैन अब लगानी मेहनत गरेको छ हैन त्यही अनुसार अब कति दिनुपर्छ या हैन थोडा बहुत हैन। अनि चाहिँ त्यो हुनुपर्छ। अनि यो अहिले चाहिँ हैन यो अहिले चाहिँ जुन चुनावमा चाहिँ अनि यो जति खर्च भइरहेछ हैन त्यो फन्डिङ गर्नु छोड। अब चुनावमा यो फन्डिङ गर्ने हैन यहाँ चाहिँ हैन कति 30 करोड कि कति करोड भन्दा पनि ज्यादा भइसकेको रहेछ हो। त्यो कुराहरू फन्डिङ गर्नु छोड हो। अनि अब यहाँ मलाई चाहिँ यहाँनेरि चाहिँ अनि अब हैन यहाँ रोजगार चाहिँ अब मैले रोजगार पाउनु पर्यो राजा भएर देशलाई हैन विकास गर्न पाउनु पर्यो हैन। चाहिँ अब पूर्वमा यता कैलाशदेखि चाहिँ पश्चिममा उता हिमालय राज हो पार्वतीको सबै त्यो कम्पनी त्यो जमिनहरू हाम्रो भूभागहरू हो। हाम्रो ग्रेटेस्ट नेपाल हैन ग्रेटर नेपाल हैन हाम्रो ग्रेटेस्ट नेपाल हो ग्रेटेस्ट अलमाइटी हैन किङडम हो। सो हुनुपर्छ हैन। अनि यो भ्रष्टाचारहरू यो जति पनि अब विद्युतको पनि भइरहेछ हैन। अब नेपालमा चाहिँ अब बिजुली नभएर इन्डियामा पास गरिरहेछ हो यो कता कता बेचिरहेछ। यहाँ नेपालमा हुनु पर्यो त्यो भ्रष्टाचार गर्नु छोड। झोले नेताहरू हो भ्रष्टाचारी नेताहरू हो सबै तिमीहरूलाई दण्ड हुन्छ। अब यहाँ आर्मी पुलिस सशस्त्र चाहिँ अब यो भ्रष्टाचारी झोलेहरूको ठाउँमा अडान भएर उभिनु पर्यो हैन। अब यो भ्रष्टाचार चाहिँ अन्त्य गर्नु पर्यो हैन। यो प्रोटेस्ट भनेको निरन्तरको भइरहन्छ हैन। यो चुनाव पनि खारेज हुन्छ अब। अनि यहाँनेरि अब चाहिँ चुनिएर आउनु पर्यो यहाँनेरि हैन चाहिँ अब न्यायकर्ताहरू न्यायाधीशहरू हैन सरकारी कर्मचारी आर्मी पुलिस सशस्त्र 3 हो। यता हिमाल पहाड तराई भने जस्तै नेपाल हाम्रो विश्वको शान हैन। अनि त्यो चाहिँ अब यहाँनेरि विश्व चाहिँ वान वर्ल्ड गभर्नमेन्ट बनाउने हो सबै त्यो यहाँ भएर काम गर्नु पर्यो हो। सबै यो लिबरेटर एनोनिमस इस्टाब्लिस गर्नुको लागि आई कान्ट बट वी क्यान इन द गडेसेस अलमाइटी गडेसेस कनेक्सन हो। महिमा होस् परमेश्वर र परमेश्वरीलाई जो आदिमा हुनुहुन्थ्यो हो। महारुद्र महादुर्गा ताकेर नुम पुगौँ हो। अलमाइटी नेचुरल्ली गड गडेसेस अल्लाहरी हैन अलमाइटी नेचुरल्ली गड गडेसेस मा परमेश्वर र महापरमेश्वरी महादुर्गा महारुद्र अलमाइटी नेचुरल्ली गड गडेसेसको नाममा हो। शिव पार्वती हो महादेव पार्वती शिव शक्ति हो सती हैन अलमाइटी नेचुरल्ली गड गडेसेस 9 in 1 ट्रिनिटी 9 in 1। सो उहाँको नाममा आमेन अ वुमेन अ म्यान ओम नमो भव।